संसारमा मतलब बिना कोही पनि आफ्नो मुखमा मिठो बोली ल्याउँदैन। एउटा साह्रै नमिठो शब्द भन्छु आमा, दुःख नमान्नु होला। यो जति पनि हामीले लगाएका आभूषण छन् नि मेरी आमा, यी आभूषण नि पछि गएर भाग लाग्छन् क्या। दुःख चाहिँ नमान्नु है त ल। यो हजुरले लगाउनु भएको सुनको सिक्री, यो नौगेडी दाना, छड्के तिलहरी, यी सबै के हुन्छन् भन्दाखेरि यी सबै भाग लाग्छन्। बुझ्नुभयो कि भएन? जति हजुरले मरिहत्ते गरेर कमाउनु भएको सम्पत्ति छ, यो सम्पत्ति हजुरसँग एउटा सानो कणमा पनि जाँदैन र यसलाई लाने अरू कोही पनि हुँदैन मेरी आमा। यसलाई खाने अरू कोही पनि हुँदैन। जसको लागि तपाईँले कमाउँदै हुनुहुन्छ, जसको लागि जोगाउँदै हुनुहुन्छ, उनीहरूले नै तपाईँबाट यो लिन उनीहरूको मनमा यो भावना आइरहेको हुन्छ। त्यो कारणले कहिल्यै पनि यो सुन चाँदी यिनीहरूमा या धन सम्पत्तिमा हामीले लोभ गर्नु हुँदैन। यी त अहिले हुन्जेल हो। हामीलाई लगेर जब त्यो शमशान घाटमा त्यो चितामाथि लगाइन्छ नि, राखिन्छ नि, तब यो सबै लुसिन थाल्छन् मेरी आमा। निस्केन भने जबरजस्ती तान्छन् तपाईँबाट। कति ठाउँमा यो घटना देखिन्छ।